अनि हामीले सोचे अब त हामी आधी घन्टा त स्योर ढिला हुनेवाला छ भनेर सोचे। वेल गाइज म चाहिँ आज जापानिज पङ्क्चुअलिटीको बारेमा के भन्न चाहदैछु। जापानिज पङ्क्चुअलिटीको बारेमा चाहिँ के छ भन्दाखेरि हामी यसरी नै जापानमा चाहिँ यसो बुलेट ट्रेन चढौँ भनेर चाहिँ घुमेका थिएँ एक टाइम, र बुलेट ट्रेन चाहिँ एकदमै टाइममा आउँछ जान्छ भन्ने सुनेको थिएँ होला भनेर हामीले टिकट लिए। टिकटमा चाहिँ 1 बजे चाहिँ ट्रेन सुरु हुन्छ, 3 बजे हामी टोक्योबाट क्योटो पुग्छौँ भनेर चाहिँ थियो। टिकट हेरे त्यस्तो छ हैन, ल भयो भनेर हामी 12:30 बजे स्टेसन पुगे। एकछिन वेट गरे हैन, ल ट्रेन पनि आयो। मतलब 5-10 मिनट अगाडि नै ट्रेन के भइसकेको थियो, आइसकेको थियो के थियो त्यो बेला। अनि केले गर्दा चाहिँ आधी घन्टा नै ढिला भइदियो क्या त्यो, मतलब 1:30 नै भइदियो यो ट्रेन चल्दा चाहिँ। अनि हामीले सोचे अब त हामी आधी घन्टा त स्योर ढिला हुनेवाला छ भनेर सोचे। तर जब त्यो ट्रेन पुग्यो त्यहाँ, जब हामी स्टपमा पुगे, क्योटोमा पुग्ने बित्तिकै घडी हेर्दा त ठ्याक्कै 3 बजेको थियो क्या, ठ्याक्कै 3 बजेको थियो। मतलब के हो यो कसरी हो, मतलब हुन्छ नि। अब म चाहिँ अचम्मै माने हैन। अनि सोचे हैन यो त जापानिज पङ्क्चुअलिटी होला, मतलब हैन भने जस्तो सुरु पो गर्न नसकेको हो, सकाउन चाहिँ टाइममै सकायो भन्ने चाहिँ लाग्यो मलाई हैन। आई वाज लाइक ओहो भएर ठिक छ, यस्तै हो जापान हेर्नु। यो तपाईँहरूले धेरै नै फिल गरेको हुन्छ है। सो त्यही भनेर आजको लागि